के तपाईँ पनि एनटिसी युजर हुनुहुन्छ र तपाईँले एनटिसी चलाइरहनु भएको छ भने आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई 1 GB डाटा चाहिँ कसरी फ्रीमा लिन सकिन्छ भन्ने कुरा चाहिँ आजको यस भिडियोमा बताउने छु। नमस्कार, म समीर तामाङ। केही समयदेखि मैले टेक्नोलोजी र टिप्सहरू चाहिँ दिइरहेको छु। कृपया अहिले हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब लागौँ भिडियोतर्फ। फर्स्टमा तपाईँले आफ्नो मोबाइलमा भएको प्ले स्टोरलाई ओपन गर्नुहोस्। ओपन गरे पछाडि माथि सर्च बारमा एनटिसी भनेर सर्च गर्नु होला। एनटिसी भनेर सर्च गरे पछाडि विभिन्न एपहरू देख्न सक्नुहुन्छ। त्यति मध्येमा हामीले एनटिसी एपलाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ है त। एनटिसी एप चाहिँ ओपन भइसकेको छ। एनटिसी एप ओपन भए पछाडि माथि तपाईँले आफ्नो फोन नम्बर राख्नु होला। त्यसपछि कन्फर्म पासवर्ड गर्नु होला। तपाईँले दुईटा राख्नुपर्ने हुन्छ है। सो जो कन्फर्म भए पछाडि चाहिँ तपाईँले सेट गर्ने सन्देशकै हाम्रो एप चाहिँ लगइन भइहाल्छ है। अब चाहिँ तपाईँ एनटिसी एपको चाहिँ मेम्बर भइसक्नु भएको छ। त्यसको केही मिनटमा नै तपाईँलाई म्यासेज आउँछ हैन। तपाईँलाई स्क्रिनमा देखाइसकेको छु। सो आई होप हजुरलाई भिडियो मन पर्यो। भिडियो मनपर्छ लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्नु नबिर्सिनु होला। साथै हामीसँग अहिले फेसबुकमा जोडिनु भएको छ भने जोडिनु होला है त। तल डिस्क्रिप्सनमा लिङ्क छ।